यतिखेर म यो मेलम्ची बजारमा बनिरहेको यो करिब 112 मिटर लामो पुलको भिडियो खिचिरहेको छु। अब मैले तपाईलाई यो असार साउन भदौसम्ममा चाहिँ अब यो पुल सञ्चालनमा आइसक्छ भनेर मैले यहाँ भर्खरै जानकारी प्राप्त गरेको थिएँ। तपाईले हेर्न सक्नुहुन्छ धमाधम यहाँ काम भइरहेको छ। अब यो द्रुतै गतिमा काम भयो जस्तो लाग्यो मलाई पनि। यता तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ इन्द्रावती खोला हो। यो चाहिँ 3-4 वर्ष 5 वर्ष अगाडि चाहिँ ठुलो बाढीले यहाँ रहेको एउटा पुल भत्काएको थियो र अहिले चाहिँ त्यसको सट्टामा अर्को यहाँ तत्कालको लागि भनेर यस्तो पुल छ र अहिले यो चाहिँ नयाँ पुल करिब यो यति नै करोड भन्ने थाहा छैन, ठुलै लगानीमा यो पुल बनिरहेको छ।